नमस्ते साथीहरु, आजबाट हामी चाहिँ खाने पानीको मुहान यहाँ खन्दैछौँ। यो चाहिँ हाम्रो वडा कार्यालयसम्म र हाम्रो चार घरले पानी प्रयोगको लागि चाहिँ पानीको एकदम हाकार चलेको थियो। यहाँ मुहान बर्खामा चाहिँ पुरेको कारणले अब हामी कार्यक्रम आजदेखि सुरु गर्ने। अहिले हाम्रो जनश्रम चाहिँ तीव्र रूपमा हामी अहिले काम गरिरहेछौँ। यो काम पहिला चाहिँ हाम्रो उहाँ चाहिँ जीवन काका हुनुहुन्छ, त्यसपछि एउटा हाम्रो भीम कुमारी नाना हुनुहुन्छ, उहाँ हाँस्दै हुनुहुन्छ, त्यसपछिबाट चाहिँ जीवन काका हुनुहुन्छ, अनि दीपक राई हुनुहुन्छ, सिराने कान्छा तुलबहादुर राई, सीता राई, अनि बर्नेमा भाउजू कोपिलेमाको गाउँघरतिर भन्ने चलन छ, उहाँ चाहिँ कोपिलेमा हुनुहुन्छ। अनि हामीले यो मुहान चाहिँ बर्सातको समयमा पुरेको कारण करिब 3 वर्ष अगाडिको यो हाम्रो खानेपानी मुहान अहिले हामीले वडा कार्यालयबाट मबटे वार्ड नम्बर 6 साबिक चाहिँ वार्ड नम्बर 3 थियो। त्यसपछि चाहिँ यो पहिला यो खानेपानी अभावमा हामी थियौँ। त्यसो भएको कारणले गर्दाखेरि अहिले हामी यो ठुलो चट्टानको भिरबाट अलि पानीको स्रोत हामीले यहाँबाट चाहिँ उपभोग गरेका थियौँ। त्यसको अभावमा हामीले फेरि पुनः यसलाई चाहिँ हामीले पानीको मुहान खोतलेर निकालेर पुरानै अवस्थामा फर्काउने कोसिस गर्दैछौँ। कामले तीव्र रूपमा गरिरहेछौँ। यहाँको हामीले धेरै गहिरोसम्म खन्नुपर्ने अवस्था छ। यहाँ माथि खोल्सा एक साइडमा छ भने यहाँ भेल बोक्ने बाटो पनि छ। यो हाम्रो खानेपानीको मुहानभन्दा माथि चाहिँ सडक खनिएको कारणले गर्दाखेरि यहाँ पुनर्निर्माण हुन अगावै यहाँ चाहिँ बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको थियो। ध्वस्त बनाए पश्चात हामी बर्सातले त्यही माथि थपेर हाम्रो मूल एकदम जीर्ण अवस्था भएर पानीको मुहानै भत्काएको अवस्था थियो। त्यसको कारणले गर्दाखेरि हामी धेरै पानीको हाकार मचिरहेको थियो। त्यसैले यहाँ मुहानलाई माथिबाट पुरिएको माटोको जुन लेदो धुस्किरा बनेर चाहिँ निकै ठुलो ड्यामको रूपमा हाम्रो जनश्रमदान भइरहेछ। यहाँ पानीको मुहानमा हामी चाहिँ चकली सिंहदेवी स्कुलको मुनि यो खोल्सीमा पानीको मुहान यो गत वर्षाले गर्दाखेरि भत्केको पानी ट्याङ्की जहाँ मूल पुरिएको थियो, मूल पुरेको अवस्थामा हामी यहाँ अहिले मूल निकाल्ने काम तीव्र रूपमा भइरहेछ। यहाँ जनश्रमदानमा तीव्र अहिले हामी खटिरहेछौँ। योभन्दा मास्टर देखाएको भाग चाहिँ पुरा चट्टान हो। योभन्दा माथि सडक छ, निकै ठुलो भिर छ। पानीको हाम्रो मूल चाहिँ एकदम अहिले चाहिँ सानो छ तर निरन्तर निस्किरहने भएको कारणले गर्दाखेरि यहाँ पानीको मूललाई हामीले फेरि खोतल्ने निर्णय गरेको थियौँ। त्यस पश्चात हाम्रो काम तीव्र रूपमा नै छ, निरन्तर नै छ। हाम्रो यहाँको हामी काम गर्ने कामदारहरू चाहिँ अब थकित हुने अवस्था छ। यहाँको हामीले छलफल गरी यहाँको ढुङ्गा माटोहरूलाई साइड लगाउँदै अहिले काम तीव्र रूपमा गरिरहेछौँ। यो ठाउँमा अलिक भिरालो र अलिकति जोखिम पनि छ। माथिबाट यदि ढुङ्गा झरौ भने चाहिँ रोक्न सक्ने स्थिति छैन।
माटो त यति फ्यालियो नि लगभग 7 फुट गहिरो भित्र पुरिएको अवस्था छ त्यसो कारणले हामीले निरन्तर खनिरहेछौँ हाम्रो यहाँ ट्याङ्की पुरानो मुहान थापेको क्यास ड्याम भन्थ्यो त्यो क्यास ड्याम चाहिँ हामी खोजिरहेछौँ क्या अहिले अझै पानीको मुहान खोज्ने क्रममा निकै गहिरो सतहभित्र हामी पसिरहेछौँ यहाँ निरन्तर हाम्रो प्यास लागेर काम गर्दा गर्दै मुहानमा पानी हामीले थापेर पिउन गरेपछि हामीले पानी पिउँदैछौँ यहाँ पानी चिसो अत्याधिक मिठो त्यस्तै गर्नुपर्छ यहाँ सबै हामी थकित भइसकेको अवस्था छ लगभग 4 फुट गहिरै खनिसकेपछि हाम्रो थकाइ यहाँ देख्न सकिन्छ यो पानीको लेदो पानी अनि लेदो मिसिएको कारणले गर्दाखेरि यहाँ पानीलाई पनि कराउनु पर्ने अवस्था छ यति थकित छु नि म यो मेरो थकाइ मेरो मुस्कान मात्रै देखिन्छ कि तर म धेरै थाकिसकेको अवस्था छ अझै बगा छाता बार छ बिछावा काछुटा मु वादुमा खाऊ त पोछ दिनु बसिनै मिस्टर चिवान काका हुनुहुन्छ है उहाँ चाहिँ उहाँ चाहिँ पानी खान लाग्नु भएको छ उहाँ थाक्नु भएको छ हाँस्दै हुनुहुन्छ मित्रहरू अब हामी नास्ता खाने समय यो समयमा हामी भलगसरी गर्दै पहिलाका कुराहरू बुढापाकाहरूले गरिरहनु भएको खानटुक्काहरू समेट्दै हामी अहिले यहाँ गफिँदैछौँ अझै पनि गफमा अब हाम्रो काम फेरि पूर्ण रूपमा सुरु गर्नुपर्ने सुरु गरिसकेपछिको हाम्रो काम यहाँ निरन्तर रूपमा फेरि मुहानलाई निरन्तरता काम गरिरहेछौँ त्यसपछि एउटा हाम्रो यो मुहानको रुख एउटा ढाल्ने काम भयो यहाँ उत्तिसको बिरुवा छ रमाइलो पनि भइरहेछ रमाइरहेछौँ खुसी 2-4 कुराहरू थकाइको बिचमा पानीको आवश्यकतालाई हामीले मध्यनजर गर्दै सङ्घर्षको यो हाम्रो समय यहाँ मैले समावेश गरेको छु हाम्रो मुहान लगभग भेटिसकेको अवस्था छ त्यो पनि अलिकति यसलाई अलिक फराकिलो ठाउँ चाहिने भएको कारणले गर्दाखेरि हामी यस्तै अझै पनि धेरै फाल्नुपर्ने माटो फाल्नुपर्ने अवस्था छ त्यही भएर थकेको बिचमा पनि हाँस्दै रमाउँदै हामी हो हल्ला गर्दै निरन्तर सङ्घर्षरत छौँ हाम्रो श्रम अभियान जारी छ यहाँ चाहिँ हाम्रो नेपाल सरकारबाट स्वरोजगार कार्यक्रममा समावेश हुनुभएको हाम्रो तुलबहादुर राई
अनि सीता राई अनि कोपी लेमा अनि जुवन राई समावेश गरेका छौँ। अरे राख्न अडे राख्न साइड साइड राख्न अझै माटो पुग्यो अझै अझै ल्याउनु बेलचा कस गर काका हराउँदैन क्या यहाँ को आउँछ हौ मान्छे आए पनि लादैन यो ठाउँमा केही पनि लादैन यस्तो सुरक्षित ठाउँ हो यो मेरो भिडियो चाहिँ यहीँ है अब हेरिदिनु भयो सबैलाई धन्यवाद। आजको हाम्रो यो कामको हाम्रो मुख्य पात्रहरू चाहिँ कला बुहारी नवीन भाइ अनि भीमकुमारी अनि हाम्रो बने भाउजू अनि जीवन अनि सीता काका अनि म अनि दीपक कमरेड हामीसँग त लगानीमा आज तानेन तान्नु पर्ने चाहिँ हो तिमीबाट टेक्दैछु म बाई बाई।